हामी सचेत बन्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। सही र गलत बीचको फरक छुट्याउन सक्नुपर्छ हामीले। सुन र पित्तल बीचको फरक हामीले छुट्याउन सक्नुपर्छ। दिन र रात र कालो र सेतो बीचको तपाईँको फरक छुट्याउन सक्नुपर्छ र सहीको पक्षमा आफूलाई उभ्याउन सक्नुपर्छ। म यहाँलाई यो कुरा भन्न चाहन्छु, त्यस्तो हामी बन्ने हो, त्यस्तो हामी बन्ने हो। मैले अलिकतिमा चाहिँ बन्ने छ, त्यस्तो हामी सबैजना बन्ने हो। हामी सचेत नबनेको कारणले, हामी गलत हो भनेर थाहा छ र पनि गलतलाई नै समर्थन गरिरहेको कारणले, अथवा गलत छ भन्ने थाहा छ तर गलतको विरोध गर्न नसकेको कारणले, हामीलाई डर लागेको कारणले, साहस नजुटेको कारणले गर्दाखेरि यो देश उठ्न सकेन। त्यसो भएको कारणले गर्दाखेरि अब विकृति विसङ्गतिको विरुद्धमा, भ्रष्टाचारको विरुद्धमा, बेठुटीको विरुद्धमा अब हामी न्याय प्रेमी र सचेत नेपाली भएर अगाडि आउने बेला आएको कुरा म जानकारी गराउन चाहन्छु सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई।